रासोपा बारामा बवाल, बैठकबाटै लखेटिए सांसद, प्रहरीले गर्यो उद्धार। राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपा भित्रको आन्तरिक विवाद अब सडकदेखि बैठकसम्म पुगेको छ। बाराको कलैयामा भएको विस्तारित बैठक नै तनावग्रस्त बनेपछि केही सांसदहरूलाई कार्यकर्ताले बैठकस्थलमै लखेटेका छन्। अन्ततः प्रहरीले हस्तक्षेप गरेर सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नुपर्ने अवस्था आयो। आज बाराको कलैयामा राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक आयोजना गरिएको थियो। बैठकमा प्रतिनिधि सभाका सदस्यहरू रहबर अन्सारी, अरविन्द शाह, गणेश धिमाल र चन्दन सिंह सहभागी भएका थिए। तर बैठकको माहौल सुरुदेखि नै तनावपूर्ण बनेको थियो। सहभागीहरूका अनुसार ती नेताहरूले संस्थापक पक्षमाथि दबाव सिर्जना गर्न खोजेपछि विवाद सुरु भएको थियो। विवाद बिस्तारै चर्कदै जाँदा कार्यकर्ता आक्रोशित बने। स्थिति यति तनावपूर्ण बन्यो कि केही कार्यकर्ताले सांसदहरूलाई धक्का दिँदै बैठक स्थलबाट बाहिर निकाल्ने प्रयास गरे। त्यसपछि अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्नु परेको थियो। प्रहरीले ती सांसदहरूलाई सुरक्षा दिँदै बैठक स्थलबाट बाहिर निकालेका थिए। रासोपा बारा जिल्लाभित्र केही समयदेखि आन्तरिक विवाद चलिरहेको छ। केही दिन अघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएको थियो। त्यसपछि पार्टीभित्र दुई पक्षबीचको विवाद अझै चर्किएको बताइन्छ। एक पक्षले नेतृत्वमाथि एकलौटी निर्णय गरेको आरोप लगाइरहेको छ भने अर्को पक्षले पार्टी अनुशासन उल्लङ्घन भएको दावी गर्दै आएको छ। रासोपा पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको पार्टी हो, तर पार्टीभित्रकै विवाद सार्वजनिक रूपमा देखिन थालेका छन्। विशेष गरी जिल्ला तहमा देखिएको गुटबन्दी र नेतृत्व सङ्घर्षले आगामी राजनीतिक यात्रामा कस्तो असर पार्ला भन्ने चासो बढेको छ। बारामा भएको यो घटनालाई लिएर तपाईँहरूको धारणा के छ? के रासोपा भित्रको विवाद अझै बढ्दै गएको हो? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सिनुहोस्। यस्तै ताजा राजनीतिक अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक र सेयर गर्नुहोस्। धन्यवाद।